इनिमी छ है यही छ है गयो माथि आऊ त आयो है अर्को दुईटा स्क्वाड मुजी आयो ओइ ओइ नजानु भन्दैछु अहिले हान्छ अनि अहिले Mark the location. यहाँ आऊ ठोक्नु यहाँ आऊ न रिभाइभ गर स्टार्ट हाल्नु हो बलियो इनिमीले हानेछ बाहिरबाट अब यसले क्या हो त म रिभाइभ गर्दैछु के गर्दैछ यार कहाँ ल मार्दियो भन्नुपर्छ नि एलकेले ल्याम्ने छिर्दै यो भित्र छिरेको क्या राई माथिल्लो तलामा जस्तो लाएर त्यही ढोकासँग काँचेर रहेछ यार अति नरमाइलो बन्यो मलाई त यार सञ्जित भाइ अब टेन्सन नलिऊ यस्तै हुँदो रहेछ लाइफ गोज अन एन्ड अन है टेन्सन नलिऊ ठिक छ हामीले तिमीले ट्राई गरे हो तिम्रो टिम एकदम राम्रो खेलेर नेपालबाट च्याम्पियन भएर पिएमएसएल गएको हो भन्ने मुजीहरू अब क्वालिफाई नै नहुन सक्नेहरू मुजीहरू बोल्छन् खेल्दै कहिले जिन्दगी पब्जी नखेलेकाहरूले च्याटमा भुक्छन् खेल्न सकेन #16 भयो भन्ने जिस्काउँछन् होला र त्यहाँसम्म पुग्नु तिम्रो टिमले एकदम राम्रो फर्स्ट टाइम एक्सपिरियन्स बटुल्यो पनि होला हैन एकदम राम्रो छ गन पावर राम्रो भएको टिम तर ल्याक अफ एक्सपिरियन्स अनि अब स्ट्र्याटेजी वाइज अलिकति विक देखियो तिम्रो टिम हैन नत्र गन पावरमा हामी हो र स्क्वाडलाई कति हान्यो फोबा यार्छले 2-3 चोटि वाइप हान्यो नि पिएमएसएल भरि हान्यो नि हान्न नसक्ने टिम होइन कि तर त्यही हो क्या कडा हो नेपालमा हरेक टिमहरू हान्न सक्ने र गन पावर ड्याम डुम हान्नेहरू सबै टिम नेपाली टिमहरू खतरा हान्ने स्प्रे क्लोज रेन्ज खतरा हान्नेहरू हुन्छ क्या तर जब मेन ठाउँमा पुगिन्छ नि त्यो मेन ठाउँमा हनाइले मात्र काम गर्दैन क्या धेरै फ्याक्टरहरू हुन्छ क्या गेममा जस्ट गन पावरले मात्र गन पावर हान्छु भन् अब हाम्रो पनि स्लिपी स्काईहरू इधर नहान्ने टिम प्लेयरहरू हो त कस्तो हान्छ नि होइन तर त्यो ठाउँमा वर्क हुने भनेको चाहिँ नट ओन्ली गन पावर क्या स्ट्राटेजी अब त्यस पछाडि अब मेन्टालिटी होइन कन्फिडेन्स सबै कुराहरू म्याटर गर्छ क्या जुटी मान्छेहरू चाहिँ गन पावर यसको खतरा छ यो बबालो यताउति भन्छ कि तर सबै एस्पेक्टबाट राम्रो हुनुपर्छ क्या प्लेयर एज अ प्लेयर पर्फेक्ट हुनको लागि चाहिँ त्यही त भनेको मोबाइल बोकेर मात्र गेम जितिदैन नि अपोनेन्टको माइन्डसँग खेल्ने गेमको त पब्जी भन्नेको त अनि यहाँ मलाई कसरी मार्यो अहिले टिममेटसँगै जम्दाइ आउनु भनेर घुसेको भए म यतिखेर खेलिरहेको हुन्थ्यो रनमा एक्लै भुत्ते छिरेको सेकाइदियो अब के गर्नु होइन यो भनेको तिमी कसरी गाडी आउँदैछ तलमा जस्तो सिने अब कल नदिएर हामी मेनमा जाउँ मामा मेनमा जाउँ यहाँबाट एङ्गल मिल्छ होला यार भान्जा मिलाउँदै गर्नु तपाईँहरू हो यस्तै कल क्या दाइ पुगिसक्नु भयो मेनमा जाऊ म एङ्गल मिलाइदिन्छु म घुस्न म नि पुगिसकेँ म मामासँग हो नि भान्जा अब देखाउँछु क्या अम्को झट्काएर ल एउटा नक हानिदिन्छु तिमीहरू पुस हान्छ नक भयो भने चाहिँ हामी तिमी नक भयो भने चाहिँ हामी उठाउन सक्दैनौँ सरी भनिदिन्छु म ब्लिड भएर मर्नुपर्छ तपाईँ नक त 100% हुन्छ भान्जा यति कन्फिडेन्सको साथमा बोकेको छु होइन ए मामालाई हान्दैछ त्यो त्यही मामा पल्लोमा जानुहोस् बरुसँगै दायरसँगै
होइन Marked an यहाँ airdrop. player यतिखेर हान्नु पर्यो त। यतिखेर छिर्न मिल्छ क्या मामा तपाईँ हेरिदिरहेछ हो। नो फेयर दिनु न त अब दाइ अरे सञ्जित भाइ तिम्रो टिममा भाइलाई सोध न भाइ रेडी छ भने भाइलाई लान सक्छौ भने लग न तिमी मैले दिने लिने नै होइन नि तिमी प्लेयरहरूसँग कुरा गर प्लेयरहरू एग्री गर्छ भने प्लेयरहरूलाई लिएर जाँदा भइहाल्छ नि एकचोटि होइन मामा